म एउटा छोरा मान्छे। म मायाको भोगी, सधैँ माया खोजी बस्ने। एकचोटि आमालाई अँगाली आफ्नो पीडा सुनाउन मन थियो। एकचोटि बाबाको हातमा कमाएको पैसा राखी चिन्ता नलिनु म छु भन्न मन थियो। तर त्यो त केवल एउटा सपना थियो। आज एक्कासी मलाई मेरी आमा अँगाली रुँदैछिन्। मेरो बाबा आज चुप लागि मेरो अनुहार हेर्दैछ। मलाई माया गर्ने प्रेयसी एक्लै मलाई सम्झिरुँदैछिन्। जुन समाजले मेरो कुरा काट्यो, आज त्यही समाज मेरो राम्रो भन्दैछ। आज मैले सबको माया पाएँ, तर यो हरियो बाँसको बिस्ताराबाट म उठ्न सकिनँ। मलाई एकचोटि उठी मेरो आमाको खुसी भएको मुहार हेर्न मन थियो। मेरो बाबालाई एकचोटि अँगाली स्याबासी लिन मन थियो। प्रेयसीको आँसु पुछी उसका ती गाला मुस्मुसाउँदै उसमा हराउन मन थियो। छोरा मान्छे त जुन मायाको लागि म भौतारी रहेँ, आज मेरो सामु हुँदा मलाई सेतो कपडाले लुकाउँदैछ। मेरो यो शरीरमा आगो लाग्दा मेरो आमाको मन पर्यो। मेरो बाबाको सपना खरानी भयो। मेरो मायाको आँसु झर्यो। अब म कहिले फर्किने छैन। म छोरा मान्छे। के मेरो जीवन यही थियो? के मेरो सपना यति थियो?